गेलुपुबाट आउँदैछौँ है। रात पर्यो आज घुम्नु गएको थियौँ है गेलुपु भने। हो बाटो त खतरा छ नि त। बाटो यस्तो छ हेर्नुहोस्। बाटो हाम्रो गाउँ जाने बाटो है जे दुमी डाँडा खेम्पा गाउँ चोक भनिन्छ। गाडीको बाटो यस्तो छ है। हेरौँ है बा भूत निस्किने हो। राम्रो हेरिदिउँ हामीलाई बा तर्साउने हो। अहिले बाघ निस्किने हो भन्नु सक्दैन। रात पर्यो अनुहार देख्दै छ कि छैन अनुहार। हामी अँध्यारोमा छौँ। झमक्कै रात परेको छ है। अब भन्छ देउराली पुग्न आँट्यो बाटो चाहिँ। देउरालीको बाटो पुग्न आँट्यो है। यस्तो छ बाटो चाहिँ। अँध्यारोबाट लाइट त बालेको छौँ। यहाँ कहाँ भूत निस्किन्छ भन्छ हौ मान्छेहरूले। आज भूत हेर्नु पऱ्यो भनेर यहाँ क्यामेरा ठडाइदिएको। हेरौँ है भूत सबले हेरौँ है। यहीँ निस्किन्छ भन्थ्यो यतैनिर भन्थ्यो भन्नु चाहिँ निस्किहालेछ भने चाहिँ हामी सबले देखिन्छ। अब चाहिँ हौडी लाग्यो है मान्छेहरूले। अहिलेसम्म त छैन आइहाल्ने हो। आयो भने चाहिँ क्यामेरा फ्याँकिन्छ। त्यहाँदेखि फेरि भिडियो बनिँदैन होला। हेरौँ है यतै भन्थ्यो होइन के अरे होइन भरोसा के भरोसा त्यो त गाडी हल्लेको भरोसा। म त गाडी त भूतले पो हल्लाएछ भनेको नि। लै छैन भेटिएन है भूत। लै पुग्न आँटे। अब चाहिँ पुग्न आँट्यो। बोल्दा ब्रेक पनि झऱ्यो। के गर्नु अब। लै पुग्न आँट्यो। रात पर्यो त्योभन्दा अगाडि पुगौँ भनेको घरमा। अझै पुगेको छैनौँ है। गाउँ पुग्नु अझै कति किलोमिटर। अब त पुग्न आँट्यो नि। त्यही 5 मिनट जस्तो लाग्छ होला पुग्नु लागि। हाम्रो घरमै पुग्नु चाहिँ गाउँ पुग्यो 8 किलोमिटर है माथि तल हाइवेबाट। हिँड्नु चाहिँ गाडीले रफ हिँड्नै पर्छ है। यस्तो छ है बाटो। घचङ घुचुङ। चौतारा आइपुग्यो। चौतारा यहाँ देमाको चौतारा। उतापट्ट पनि देमाकै चौतारा। उता मङ्गलको देमाको चौतारा घुम्यो है। हाम्रो चाहिँ बाटो यता हो। हाम्रो राई गाउँको चाहिँ उता चाहिँ मङ्गल गाउँ तामाङ गाउँ। हाम्रो बाटो चाहिँ यता हो। कहाँ क्यामेरामा त उज्यालो देख्छ त हो। गाडी त लाइट पालिरहेको छौँ त अन्त। मेरो मोबाइल खतरै हो क्या हो। अन्त चाहिँ जिएमसी गएँ। जिएमसीमा देख्नु भन्दा पनि देख्दैन रहेछ हौ। यस्तो छ भ्यूहरू चाहिँ। फेरि एउटा टर्निङ छ यहाँनिर। गाउँ पुग्ने बेलामा टर्निङ एउटा छ। यो टर्निङमा चाहिँ पक्कै भूत आउँछ होला है। टर्निङ पनि आइपुग्यो। केही पनि छैन रहेछ। चाहिँ नहौडी लागेको छ है। पाउँछ अरे भन्थ्यो। मलाई भूत हेर्नु मन लागेर यहाँ सबैलाई देखाइदिउँ भनेर भेटै गरेको छैनौँ। माथि घरमा पुगेर अब देखाउँछु ल। यहाँ त बाटो हाम्रो गाउँ घर जाने चाहिँ यताबाट हो। यहाँबाट गइन्छ। त्यो बेको अझै पनि उठाएको छैन रहेछ गेट त। हाम्रो बेको गेट अस्ति केटाको बे गरेको थियो दाजुको छोराको। यस्तो रहेछ। छिर्छ के छिर्दैन होला गाडी। हेर भुइँमा झर त। जेडामै ठोक्यो भने माथि हेर ल। छिर्छ ठोकिने छ हेर है। लाग्ने रहेछ। यहाँदेखि देखाइदिन्छु तल एयरपोर्ट बनिँदै गरेको जग्गा चाहिँ त्यता छ। यहाँबाट देख्नु चाहिँ छ्याङ्गै देख्छ है। यस्तो देखिन्छ। यहाँ चामल अस्ति लगिरहेको थियो पैँचो दिनलाई आएको घरमा। यस्तै छ। के गरेको यहाँनिर? बिस्कुट किन्नु। खोइ बिस्कुट अब कहिले खाने त्यत्रो ठुलो बिस्कुट चाहिँ? एक्लै खाने?
तिमीलाई लाउने नि त सबै यहाँनिर के गरेर युट्युब